यो कारण आउँदैन एसएममा तिमीले जति लेखे पनि तिमीले कहिले यस्तो फिल गरेको छ एसएममा राम्ररी लेख्यो जस्तो लाग्छ तर रिजल्ट आएपछि मार्क्स गायब किनभने साना साना गल्तीले मार्क्स गयो। आज म तिमीलाई 12 वटा सबैभन्दा कमन एसएम मिस्टेक्स बताउने छु र यसलाई सही गर्ने सेक्रेट टिप्स पनि दिनेछु। भिडियो पुरै हेर्नु नत्र यही गल्तीहरू दोहोर्याउने छौ र यो सब सिकेर तिमीले पनि ल्याउन चाहन्छौ भने लाइक गर, सब्स्क्राइब गर र तिम्रो साथीहरूलाई शेयर गर्न नबिर्स। सँगै टप गरौँ। मिस्टेक 1 पोर ह्यान्डराइटिङ। डाक्टरको प्रेस्क्रिप्सन जस्तो लेख्ने। कसैको ह्यान्डराइटिङ त्यस्तो छ कि एसएमआरले समझ्नै सक्दैन। एसएममा त सुन्दर लेख्नै पर्दैन तर कम्तीमा रिडेबल हुनु पर्यो नि। के गर्ने? अलिकति धीरे लेख्ने आदत बनाऊ। वर्ड्स बीचमा स्पेस देऊ। इम्पोर्टेन्ट शब्दहरू अन्डरलाइन गर। डाक्टर बनेपछि असिस्टेन्टले लेख्नेछ तर एसएममा चाहिँ तिमी नै लेख्नुपर्छ। हस्। मिस्टेक 2 कटिङ टु मच एन्सर कि स्क्रैप आउट। कसैले आफ्नो उत्तर काट्नै पर्ने रोग लागेको जस्तो लाग्छ। खर गरेको ठाउँ गलत भए पनि ठिक छ तर सही उत्तर नै काट्यो भने गयो मार्क्स। के गर्ने? खर गर्नु अघि पाज गर, अलि सोच। केही थर्डमा डाउट छ भने हल्का अन्डरलाइन गर। काट्ने काम पछि गर। कटिङ जरुरी भए नयाँ उत्तर लेख्न ठाउँ बाँकी छ कि छैन कन्फर्म गर। पछि घरमा गएर लह मिल्या एन्सर कट्याछु छ्या मलाई यस्तै हुन्थ्यो रिगोर्ड गर्नुभन्दा ध्यान दिनु। मिस्टेक 3 नो कीवर्ड्स। एन्सरमा स्वब हुनुपर्छ। एन्सर राम्रो लेख्यौ तर कीवर्ड्स छैन भने एसएमएनलाई मज्जा नै आउँदैन। जक ए थर्ड तर टिचरसँग त्यत्रो बतिमी नै हुन्न के तिम्रो एन्सर पढोस् उसलाई त बस धेरै कपी चेक गर्नुहुन्छ। 15 मार्क्स मिस्टेकले उसलाई तर तिमीलाई त्यही 15 मार्क्सको खाँचो छ ल्याउन। त्यही भएर टिचर्सलाई मेन शब्दहरू चाहिन्छ। त्यो पाए मात्र 4 मार्क्स दिन्छन्। मेन पोइन्ट हर्न्या हो आरुज लेखेने के बोर। के गर्ने? टेक्स्टबुकका इम्पोर्टेन्ट शब्दहरू लिस्ट गर। एन्सरमा मेन कीवर्ड्स युज गर र अन्डरलाइन गर। कीवर्ड्स बिना एन्सर लेख्नु भनेको मोमो बिना अचार खानु जस्तो हो। मिस्टेक 4 स्किपिङ क्वेशन्स। ट्राई गर, स्किप नगर। केही विद्यार्थीले नजान्ने प्रश्न देखेपछि स्किप गर्छन् तर ग्यास गरेर लेख्यो भने कम्तीमा 1-2 मार्क्स आउन सक्छ। के गर्ने? समथिङ रिलेभेन्ट लेख्न ट्राई गर। टेक्स्टबुकका टर्म्स युज गरेर सिम्पल लजिक बनाऊ। मिस्टेक 5 ब्याड म्याथ स्टेप्स। म्याजिक ट्रिक जस्तो नगर्नु। सम स्टुडेन्ट्स म्याथलाई म्याजिक जस्तो गर्छन्। प्रुफ हेयर्स द एन्सर तर टिचरलाई स्टेप्स चाहिन्छ। स्टेपको बोरो मार्क्स आउँछ तर जस्ट एन्सरको नै। के गर्ने? स्टेप बाई स्टेप सल्युसन लेख्नुपर्छ। फाइनल एन्सर बक्सभित्र राख र एन्सरलाई क्वेशन के भनेर सोध्या के ल्याङ्ग्वेजमा भए आउँछ ल्याङ्ग्वेजमै लेख। मिस्टेक 6 रिडिङ एनिवेयर। एसएममा पेपर फ्री हुन्छ। एन्सरको ठाउँ छैन भनेर कुनै पनि खाली स्पेसमा लेख्ने। यो गर्दा टिचरले एन्सर छुटाउन सक्छन्। के गर्ने? जग्गा नजोगाऊ। एक्स्ट्रा पेपरको डिमान्ड गर। क्लियर र अर्गेनाइज एन्सर लेखो। मिस्टेक 7 नट रिडिङ क्वेशन्स प्रपरली। ध्यान देऊ, र्यान्डम उत्तर नगर। केही विद्यार्थीले क्वेशन ध्यानले नपढी लेख्न सुरु गर्छन् अनि एन्सर केही अर्कै आउँछ। अर्को के भेन्ने टिचरले तो इम्पोर्टेन्ट हो यो आउँछ यो सजिलो छ यो आउँदैन भन्नुभएको हुन्छ नै। अलिअलि पढ्यो एन्सर लेख्यो लास्टमा क्वेशन चाहिँ स्टुडेन्टलाई पास गर्न सजिलो हुन्छ भन्दै हल्ले हुन्छ। के गर्ने? क्वेशन 2 पटक पढ। लोकसेवाको एक्जाम त होइन 3 घण्टा ठान हुन्छ के दारा हत्ता। मेन कीवर्ड्स पहिचान गर र अन्डरलाइन गर। फोटोसिन्थेसिसको प्रश्नमा डाइनोसरको एन्सर नलेख है। मिस्टेक 8 टाइम म्यानेजमेन्ट। घडीसँग रेस नगर्नु। एक प्रश्नमा नै 20 मिनेट लगायौं भने बाँकी प्रश्नका लागि टाइम बाँकी रहँदैन। के गर्ने? सेक्सन वाइज टाइम बार मार्क अ प्र्याक्टिस गर। फ्ल्याशले पनि एसएममा टाइम म्यानेज नगरे फेल नै हुन्छ। मार्क्स कति दात्यो हेर्दै ठान देऊ। 1 मार्क्सलाई 5 मिन। 4 मार्क्सको एन्सर चाहिँ तिमी भएन। 2 लाइन म्याक्सिमम स्टुडेन्ट तिमी भएन भन्छन्। तिमी युटिलाइज गर्न नआएको हो। मलाई सधैँ तिमी धेरै हुन्थ्यो सीईमा। मिस्टेक 9 इग्नोरिङ इन्स्ट्रक्सन्स। रोल फलो गर, रोल ब्रेक नगर। इन्स्ट्रक्सन नपढी गलत ठाउँमा उत्तर लेख्यो भने एसएमएनर कन्फ्युज हुन्छ। के गर्ने? पहिला इन्स्ट्रक्सन ध्यानले पढ। सही सेक्सनमा लेख्दैछु भनेर डबल चेक गर र अनि अर्को कुरा नम्बरिङ राम्रोसँग गर। क्वेशनको नम बिगार्नु हुँदैन। क्वेशनको धेरै सेट हुन्छ। सेट राम्रोसँग लेख। सिम्बल ह्यान्डराइटिङ सफा राख। कट गर्नु अघि सोच। कीवर्ड्स युज गर। एन्सर लेख्ने ठाउँ मिलाऊ। स्टेप बाई स्टेप म्याथ गर। टाइम म्यानेज गर। इन्स्ट्रक्सन्स फलो गर। यदि तिमीले यी गल्तीहरू कहिले गर्यो भने कमेन्ट गर र यदि तिमीलाई यो भिडियो मन पर्यो भने लाइक गर, सब्स्क्राइब गर र साथीहरूसँग शेयर गर। लेट्स अल स्कोर A+ टुगेदर। सब्स्क्राइब गर र साथीहरूसँग शेयर गर। लेट्स अल स्कोर टुगेदर।